हेलो फ्रेन्ड्स, वेलकम टु ब्याक न्यू भिडियो। आज चाहिँ फुलपाती अनि हाम्रो खसी पनि आज काटेको अनि खसी चाहिँ काटेको हैन। तपाईलाई देखाउँछु त खसी काटेको भिडियो। होइन भिडियो बनाउँछु। भिडियो बनाएर पोस्ट गरेर पाइहाल्छ। दिले भन्नुभयो अहिले म बिजी छु भने। फोटो एकपल्ट कुमारीको बुढाले तिमीले पानी लिएर बसिरहेको आफ्नो हातमा आले आले हुनु त हैन अनि ए मानिसके ए जाम लडा मानिसको यसमा तेरा बसिरहेको पानी लिएर कि आफ्नो हातमा आले तातो पानी है तातो पानी लिएर या पपिन गई पानी गई गई भइसक्यो त पानी गई छेउबाट बना र छेउबाट नाइ मलाई डर लाग्छ। मजाले काटेको सन्तोषले काटेको चाहिँ ध्यानमा बनाएको छ। यो कस्तो कति हो? कति त काण्ड ल्याएको हो? त्यो काण्ड यहाँ ल्याएको त यसरी यसरी बस्दैन नि के हो? बिमार गएछ नि त। खसी काटेर पनि काटिसकेको हो कि अनि मलाई त अरू चाहिँ देखाइन अनि अब चाहिँ लाग्छ माथि के मम्मी पकाएको देख्नुहुन्छ अनि भाइले चकचक गरिरहेछ कि मम्मी चाहिँ पकाएर मतलब मम्मीलाई केक गरिदियो अहिले चाहिँ देखाउँछु त। ओके बाई फ्रेन्ड्स, अब तपाईँलाई भोलि भेटौँला मतलब मैले ब्लग बनाएँ भने 10 को बेला भेटौँला। ओके अनि तपाईँले खसी काट्नु भएको भएन भोलि काट्नुहुन्छ कि आज काट्नु फुलपातीको दिन काट्नुहुन्छ भनेपछि त कमेन्टमा पनि। ओके बाई।